नेपालमा दाइ मैले पढेको हिसाबमा चाहिँ जागिर कहिले नि पाउँदैन थिएँ मैले। 256 एकदम 256 डिमेन्सनको मेट्रिक्समा रिप्रेजेन्ट गर्छन् होइन, इम्बेडिङ भन्छौँ हामी मसिन लर्निङको वर्डमा। हो होइन, लाइक सो अब एआईसँग चाहिँ जोड्दाखेरि चाहिँ हाम्रो म्याथमेटिकल मोडलहरू हो नि त होइन, एउटा प्रोभाबिलिटीको चाहिँ म्याथमेटिकल मोडलहरू हो नि त, त्यसको थ्रुबाट चाहिँ हामीले हाम्रो ब्रेनले जे जसरी काम गर्छ त्यसको चाहिँ मिमिक गरिरहेछ अहिले हाम्रो मोडलहरूले। हाम्रो चाहिँ जति पनि इभेन्टहरू भइरहेछ लाइफमा होइन, अनि गड भन्ने कुरा अथवा क्रिएसन भन्ने कुरा चाहिँ यदि म्याथमेटिकल मोडलमा लिएर आउन सकिन्छ जस्तो लाग्छ तिमीलाई? हजुर भनिसकेपछि जस्तै काम गर्न थालिसकेपछि घन्टौँ एक ठाउँमा बसेर काम गर्न सक्ने मान्छे हो कि जस्तो लाग्यो कृष्ण दाइ मलाई। म ब्रो घन्टौँ होइन, म महिनौसम्म बसिदिन सक्छु। हेलो एभ्रिवान, वेलकम टु बिटकोइन दाई युट्युब च्यानल। र आज हामी एउटा पडकास्ट लिएर आएका छौँ अपूर्व पोखरेलसँग। उहाँ पिएचडी स्टुडेन्ट हुनुहुन्छ एआई सम्बन्धी फिल्डमा। युएसको टेक्सस स्टेटमा बसेर पढिराख्नु भएको छ। नेपालमा हुँदा 2-3 वर्ष उहाँ एज अ स्मार्ट कन्ट्र्याक्ट डेभलपर ब्लकचेन सेक्टरमा हुनुहुन्थ्यो। आज उहाँसँगको कुराकानीमा हामी ब्लकचेन, एआई लगायत लाइफका डिफ्रेन्ट फिलोसोफिकल एक्सपेक्टहरूमा चाहिँ कुराकानी गर्नेछौँ। आशा छ तपाईँहरूलाई मनपर्नेछ र यो भिडियोलाई लाइक गर्न नबिर्सिनुहोला र च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनुहोला। जुन नेपालको कलेजभन्दा त फरक हुन्छ यहाँ होइन, पढ्ने तरिका, हजुर। टिचरहरूसँग जुन कम्युनिकेसन हुन्छ कम्प्लिटली फरक हुन्छ नि। उम्, नेपाली स्टुडेन्टहरू जो चाहिँ नेपालमा छन् होइन, उनीहरू चाहिँ जुन चाहिँ अब युएसमा पढ्न चाहन्छु भन्ने छन्, उनीहरूलाई चाहिँ केही सजेसन दिन चाहन्छु। उनीहरूलाई प्रिपरेसन के, यता आउनुभन्दा अगाडि चाहिँ उनीहरूले के एक्सपेक्ट गर्न सक्छन् यहाँ चाहिँ? एकदम लाइफ चेन्जिङ कुरा नै भइदिइहाल्छ होइन, त्यो सुगर कोट गर्नै सकिँदैन एकदमै। यति धेरै कुराले यति धेरै कुरा गर्नुपर्छ यहाँ, यति धेरै कुराहरूले हिट गर्छ कि अब त्यो मैले भनेर त सक्दिनँ होला। तर अब हजुरले सुरुमा कलेजकै कुरा गरिहाल्नुभयो, सो म त्यहीँबाट लान्छु, बिचमा अब हराएँ भने मलाई भन्नु होला दाइ होइन। कलेजमा चाहिँ अब यहाँ कस्तो हुन्छ भन्दाखेरि अब जस्तै नेपालमा ब्याचलर्स, म ब्याचलर्स गरेर आएँ नेपालमा, नेपालबाटै ब्याचलर्स गरेर आउने हो भने चाहिँ हामी नेपालमा यति पढाउँछन् हामीलाई, पढ्छौँ पनि हामी। अब हाम्रो नेपालको कल्चर त्यही छ होइन। इभन ब्याचलर्ससम्म पनि, हुन त यहाँ पनि ब्याचलर्समा नपढ्ने त होइन, पढ्छन्। किन ब्याचलर्स त हेक्टिकै हुन्छ नेपालमा गरे पनि अमेरिकामा गरे पनि। यहाँ चाहिँ अब मैले मैले अब अमेरिकामा ब्याचलर्स चाहिँ गरिनँ। अब मैले मास्टर्सको पढाइमा चाहिँ मैले के ख्याल गरेको दाइ भन्दाखेरि, जस्तै मैले ब्याचलर्समा जे पढेँ, जति पढेँ, त्यो चाहिँ मैले मास्टर्समा पढेको भन्दा धेरै थियो क्या। जस्तै कुनै एउटा सब्जेक्ट पढेँ मैले, मैले मेरो फर्स्ट सेमेस्टरमा अटोमाटा थ्योरी भन्ने सब्जेक्ट इनरोल गरेको थिएँ। अनि हाम्रो ब्याचलर्समा चाहिँ त्यही सब्जेक्ट चाहिँ थ्योरी अफ कम्पिटिसन भनेर थियो। अब म चाहिँ ल ब्याचलर्समा पढेँ, अब मास्टर्समा चाहिँ अब एक लेभल अझै धेरै पढ्छु यो सब्जेक्ट भन्ने हिसाबमा आएको, सेम थियो क्या दाइ। हुँ, हुबहु 100% सेम थियो क्या। अनि त्यो क्लास त मलाई रिभिजन जस्तो भयो। अनि त्यही सेमेस्टर अर्को फन्डामेन्टल्स अफ एआई भन्ने सब्जेक्ट लिएको थिएँ। अनि त्यो सब्जेक्टले चाहिँ मलाई यस्तो यस्तो छक्क पऱ्यो कि म ए ल अमेरिकामा चाहिँ यो लेभलको पढाइ हुँदो रहेछ भने जस्तो भएको थियो मलाई। त्यहाँ चाहिँ के थियो, अब हाम्रो नेपालमा अब एआई भन्ने हो भने, एआईको सब्जेक्ट पढ्ने हो भने सुरुदेखि लास्टसम्म, मैले ब्याचलर्समा पढाए पनि थिएँ, हुन त मैले बिर्सिसकेँ होइन। हुँ, सुरुदेखि लास्टसम्म भए जति सबै कुरा पढाइदिन्छ, 10वटा 15वटा च्याप्टर राखिदिन्छ। यहाँको सरले चाहिँ अब 6वटा 4वटा च्याप्टर पढायो होइन। हुँ, अनि त्यो सरले यस्तरी पढायो कि अब जस्तै मैले नेपालमा पढेको कुरा बिर्सिसकेँ, तर त्यो सरले पढाएको कुरा चाहिँ मलाई अझै पनि याद छ कि उसले चाहिँ एकदमै थोरै कुरा पढायो, एकदमै धेरै टाइम दिएर पढायो। अनि एभ्री अब जस्तै उसले सर्च एल्गोरिदमहरू पढाएपछि आफै असाइनमेन्ट क्रिएट गरेर सर्च एल्गोरिदम अप्लाई गर्ने असाइनमेन्ट आफै बनाएर उसले दियो क्या। हुँ, अनि म चाहिँ यस्तो ब्लोन अवे भएँ दाइ, त्यो असाइनमेन्टहरू गर्दाखेरि त म त यस्तो खुसी कि, यस्तो हुँ, घिन्न हाँसेर घटटट असाइनमेन्ट गरेको छ है। अँ, ओहो यो पो हो त पढाइ भने जस्तो भएको थियो। अनि त्यही इक्जाम्पल लास्ट सेमेस्टर एउटा सफ्टवेयर इन्जिनियरिङ भन्ने लिनै पर्ने कोर्स लिएको थिएँ मैले। त्यहाँ पनि त्यो सरले अब सफ्टवेयर इन्जिनियरिङ सबै पढेकै कुरा त हो नि, ब्याचलर्समा पनि पढायो, केही नयाँ थिएन। तर उसले जुन थट दिएर चाहिँ असाइनमेन्टहरू डिजाइन गर्थ्यो होइन, त्यो चाहिँ यहाँको चाहिँ मैले एकदम देखेको कुरा, थोरै थोक पढाउँछ, धेरै थोक पढाउँदैन। एटलिस्ट मास्टर्समा सजिलै हुन्छ, पढ्न गाह्रो हुँदैन। स्पेसली नेपालबाट पढेर आएको मान्छेलाई चाहिँ यहाँ, अब म अब मिड लेभल युनिभर्सिटीमा पढ्दैछु। मेरो साथी चाहिँ अलि हाई लेभल युनिभर्सिटीमा पढ्दैछ, उसले चाहिँ मलाई त एकदम गाह्रो छ भनेर भन्छ। अब हुँ, सायद त्यो युनिभर्सिटीको डिफ्रेन्स पनि होला। तर मिड लेभल, म जस्तै मिड लेभल युनिभर्सिटीमा पढ्न आउने हो भने चाहिँ मजा आउँछ पढ्न। थोरै पढाउँछन्, पढ्न नि मजा आउँछ, राम्रो राम्रो असाइनमेन्टहरू दिन्छन्। तर त्यो इन्स्ट्रक्टरमा नि डिपेन्ड गर्छ, कसैले त कामै नलाग्ने एकदम टाउको फुटाउने असाइनमेन्ट पनि दिन्छन्। तर त्यो पनि।
पढाइको लागि चाहिँ ठिकै छ, मजै आउँछ यहाँ पढ्न। एकदम प्र्याक्टिकल फोकस चाहिँ गराउन खोज्छन्, जस्तै जे पढे पनि। अहिलेसम्म अब 8वटा सब्जेक्ट पढेँ मैले मास्टर्सको लागि। प्रायः सबै सब्जेक्टहरूमा चाहिँ राम्रो राम्रो ठिकै, मोरलेस ठिकै खालको राम्रो रमाइलो असाइनमेन्टहरू नै हुन्थ्यो। जस्तै अब नेपालमा अब त्यत्रो 56वटा सब्जेक्ट कति पढियो कुनै ब्याचलर्समा, सबैमा चाहिँ त्यही मोनोटोनस एउटै किसिमको असाइनमेन्ट, त्यही एउटा क्वेसनको प्रब्लम लिस्ट दिने सल्भ गर्ने। अब यहाँ चाहिँ अलिकति बाहिरको कुराहरू इम्प्लिमेन्ट गराउन खोज्ने भनौँ, इन अ वे उम्, त्यो चाहिँ छ। अब हामी नेपालमा अब हामी ब्राउन सोसाइटीबाट आएको मान्छेहरू, हामी मोरलेस रेस्पेक्टै गर्छौँ हाम्रो सिनियरहरूलाई। सो त्यही लेभलको आउने यहाँ त अब प्रोफेसरले क्लासमा पढाइरहेछ भने मजाले कोकको क्यान थवाट खोलेर खाएर बस्न नि पाइन्छ, जे गर्न नि पाइन्छ होइन। अब ब्याचलर्स गर्ने मान्छेहरूलाई चाहिँ यो थाहा हुन्छ। ब्याचलर्समा हामीलाई नेपालमा पनि बाहिर जानु मन थियो भने सोधिराख्नु पर्दैन थियो, उठ्नै जाने हो। यहाँ पनि त्यही हो नियम कानुनहरू, उठ्ने जाने, क्लासमा अब केही लिक्विडहरू ड्रिङ्क गर्न पाइयो है, पानी सानी खान पाइयो अथवा कोकसोक खान पाइयो। खानेकुरै खाएको त देखेको छुइनँ मैले, तर आई थिङ्क त्यो पनि कसरी केही भन्छन् जस्तो त लाग्दैन भन्दैन। त्यसलाई है, त्यस्तै हो। भन्दैनन् त्यही त। उम्, त्यो पनि गर्न पाइयो। अनि पढाइ पनि नेपाल जस्तो एकदमै धेरै चाहिँ पढाउँदैनन्, त्यो भइहाल्यो। थोरै पढाउँछन् तर पेलेर त राख्छन्। जस्तै एकजना अन्डर ग्राड गर्ने भाइ हामीसँग बस्थ्यो, उम्। खुब पेल्छन् अन्डर ग्राडमा, नपेल्ने त होइन। तिमी एज अ ब्लक चेन डेभलपर चाहिँ काम गर्यो होइन नेपालमा चाहिँ? हजुर। हाम्रो नेपालको कलेजबाट चाहिँ बाहिर निक्लिने बित्तिकै जब पाउनको लागि अथवा जबको लागि चाहिँ रेडी हुने जुन चाहिँ हुन्छ नि, वर्कफोर्स रेडी गर्ने चाहिँ कलेजबाट निक्लिने बित्तिकै काम गर्न सक्ने खालको चाहिँ भइसकेको थियो तिम्रो एक्सपिरियन्स चाहिँ होइन? त्यो चाहिँ अब म rather than नेपाललाई फिङ्गर पोइन्ट गराउनु भन्दा नि अब सुन्ने लिसनर्सहरूलाई चाहिँ के भन्छु भन्दाखेरि, मैले देखेँ अनुसार नेपालमा पढ, अमेरिकामा आई थिङ्क अमेरिका टप लेभलमा डिफ्रेन्ट हुन्छ होइन, तर मेरो साथीको कुरा सुने अनुसार आई डोन्ट नो, म टप लेभलमा पढ्दिनँ। तर नेपालमा दाइ मैले पढेको हिसाबमा चाहिँ जागिर कहिले नि पाउँदिनँ थिएँ मैले, किन भन्दाखेरि नेपालमा हाम्रो पढाइ पुरै एकदमै हाइली थ्योरेटिकल, इम्प्लिमेन्टेसन एकदमै थोरै हिसाबमा पढाउँछन् होइन। अब त्यो आई आई डोन्ट नो के भन्ने, अब क्रिटिक गर्ने कि नेचर नै त्यही हो भनेर छोडिदिने। तर आफ्नै एउटा क्युरियोसिटी भएर चाहिँ दाइ अब होइन, अब यत्रो पढ्न आँटिसक्यो, खोइ त स्किल्स, खोइ त काम गर्ने स्किल्स भन्ने हिसाबमा चाहिँ त्यो डेभलप गराउनु चाहिँ पर्छ। पढाइले डेभलप गराइदिँदैन, मैले यहाँ देखेको पनि त्यही हो। पढाउँछन् यहाँ, तर यहाँको यसलाई पढेको हिसाबमा चाहिँ काम पाइँदैन। आफै चाहिँ त्यो क्युरियस भएर सिक्नु चाहिँ पर्छ, सिक्ने गर्ने चाहिँ हुनपर्छ। नत्र त आई थिङ्क त्यो त कतै पनि आई थिङ्क कतै पनि लागु हुँदैन होला त। आफैले एफर्ट त लगाउनै पर्छ, स्पेसली कम्प्युटर साइन्सको सब्जेक्ट पढ्ने हो भने त। लाइक वर्कफोर्समा जान रेडी हुने हो भने चाहिँ त्यो आफैले एफर्ट पुट इन गर्नुपर्छ, बिसाइड्स आफ्नो पढाइको एउटा अब्लिगेसन्स बाहेक अरू पनि। यताउति हेर्ने, नयाँ टेक्नोलोजी के छ हेर्ने, किपअप गर्ने, बुझ्ने, गर्नै पर्छ भन्ने छैन। कन्भर्सेसन होल्ड गर्न सक्ने भए पनि आई थिङ्क इट्स गुड इनफ होइन। अनि केही एउटा स्ट्याक समात्ने, फ्रन्ट एन्ड समात्ने, ब्याक एन्ड समात्ने, केही समात्ने, त्यसमा गर्ने, आफूलाई जे प्यासन लाग्छ त्यो समात्ने गर्ने, त्यो चाहिँ हुनुपर्छ। नत्र त त्यो त चान्सै छैन त, काम उम्। सिधै पाउने त। नेपालमा भनौँ न हाम्रो त्यो कल्चर नभएको, अब यतातिर चाहिँ तिम्रो लाइक समर भ्याकेसन हुन्छ होइन, 3 मन्थ्सको ब्रेकहरू हुन्छ अथवा उम्, विन्टर ब्रेक पनि हुन्छ, अनि त्यसको त्यो टाइममा 3 महिनाको टाइममा चाहिँ इन्टर्नसिपहरू खोज्ने जुन एउटा कल्चर हजुर छ नि होइन, हजुर। नेपालमा त्यो ल्याकिङ हो कि लाइक स्टुडेन्टको साइडबाटै भनौँ न, मैले भनौँ न कलेज पढिरहेको छु किन अहिले काम गर्नु पर्यो र भने जस्तो त्यो फिल आउने हो कि कस्तो लाग्छ तिमीलाई? त्यो इन्भाइरोमेन्ट नै फरक हो? नेपालमा अलिकति ल्याकिङ चाहिँ छ नै भन्छु त म। केयुको चाहिँ फाइनल इयरमा चाहिँ उनीहरूले जबरजस्ती नभनौँ, उनीहरूको करिकुलममै इन्टर्नसिप राखेको छ। अनि सबै ती विद्यार्थीहरू जान्छन्, इन्टर्नसिप खोज्छन्, काम गर्छन्। अनि काम गरे बापत उनीहरूले क्रेडिट क्रेडिट पाउँछन् अनि ग्रेजुएट हुन्छन्। केयुमा एटलिस्ट त्यति भए पनि छ। उम्, हामी टियु, म त टियु पढेको, टियुको करिकुलममा त इन्टर्नसिप छँदै छैन। त्यो त्यत्रो सब्जेक्टमा एउटा पनि इन्टर्नसिपै करिकुलममा छैन दाइ। होल 4 वर्ष पढ्नै मात्र पर्छ। अनि झन् अब म जस्तो प्राइभेट कलेज पढेको हो भने त प्राइभेट कलेजमा त झन्डै +2 लेभलको नै हुन्छ, अटेन्डेन्सहरू एकदम म्याटर गर्ने हुन्छ। कुनै पनि अब मेरो क्लासमा 44जना थिए, आई डोन्ट उम्, थिङ्क कसैले पनि ब्याचलर्स पढ्दा पढ्दै काम गरे। कोही सिनियर दाईहरू चाहिँ हुनुहुन्थ्यो 2-3 जना, धेरै पनि होइन, ह्यान्डफुल।
उम्, उहाँहरूले चाहिँ पढाइ सँगसँगै काम गर्नुहुन्थ्यो अनि अब काममा जानु पर्यो, वर्क फ्रम होम कल्चर त कोभिड पछि आएको न हो। उम्, काममा जानु पर्यो अनि अटेन्डेन्स सेक्रिफाइस हुन्थ्यो, अटेन्डेन्स सेक्रिफाइस भएपछि थोरै मार्क्स पठाइदिने, थोरै मार्क्स पठाएपछि थोरै पर्सेन्टेज आउने, फेरि अब हाम्रो नेपालमा त्यही त हो नि, मार्क्स ओरिएन्टेड छौँ हामी होइन, सोसाइटी एज सोसाइटी नै। अनि काम गर्दा गर्दै होइन, मलाई पढ्नु छ होइन, पढिसकेपछि अनि बल्ल म काम गर्छु, त्यो खालको चाहिँ भनौँ न एउटा चाहिँ कन्सेप्ट भएको जस्तो चाहिँ मैले फिल गर्छु क्या। बाँकी भएको 3 महिना चाहिँ समर भनेर ब्रेक हुन्छ होइन, समरमा क्लासेस पनि हुन्छ, त्यो आफ्नो ठाउँमा छ। तर त्यो टाइममा त अब यहाँका विद्यार्थीहरू त एकदमै राम्रो अपर्च्युनिटी नि त दाइ, इन्टर्नसिप पाएको खण्डमा त जाने इन्टर्नसिप गर्ने, त्यस्तो उम्, खतरा के भएर पैसा नि कमाइन्छ, एक्सपिरियन्स पनि हुन्छ, कलेज पनि अफ छ, कलेजको पढाइ सढाइ भनेर टाउको दुखाउनु पनि परेन, त्यो एक लेभलको फ्रिडम पनि छ यहाँ। अर्को भनेको अब हजुरको सेमेस्टरकै बिचमा पनि, जस्तै मेरै पनि मास्टर्समा मैले इन्टर्नसिप पाएँ सेमेस्टरकै बिचमा भने पनि त्यो इन्टर्नसिपलाई मैले कलेजमा 1 क्रेडिटको इन्टर्नसिप पनि गर्न मिल्छ, इन्टर्नसिप गर्न पाउँछु मैले। यहाँ चाहिँ त्यो छ कि हजुरको, हामी इन्टरनेसनल स्टुडेन्टहरूलाई जुनलाई चाहिँ हामीलाई एकदमै यहाँ धेरै फ्लेक्सिबिलिटी छैन, उनीहरूलाई समेत इन्टर्नसिप पाएको खण्डमा चाहिँ कलेजमा भनेर इन्टर्नसिप त्यो टाइम मिलाउनु पर्छ नि त भाइ, हाम्रो F1 स्टुडेन्टको त के हुन्छ नि त, अनि त्यो टाइमिङ छ त्यो समेत गर्न मिल्छ यहाँ चाहिँ। अब नेपालमा त हजुरको वर्षमा ठ्याक्क 2टा सेमेस्टर हुन्छ अनि लास्टको एक अब जेनरली उम्। चलन, लास्टमा पढ्ने चलन, यति धेरै कुरा पढाउँछन् कि लास्टमा पढ त्यो ध्यान दिएर पढेन भने पासै भइँदैन। तिमी नेपालबाट आएको स्टुडेन्टहरू भनौँ न ब्याचलरमा पढिरहेको हाम्रो बेलामा पनि होइन, हामी यही पढेको हो नि त। पढ्दाखेरि चाहिँ अब कलेजभित्र कामहरू गरेर आउँथ्यो होइन, क्याफेटेरियामा काम गरेर आउँथ्यो होइन, क्याफेटेरियाको काम सकेर एक्जाम दिन गइरहेको हुन्थ्यो क्या हामीहरू। उम्, तर नेपालमा त्यही सिनारियो राख्यो भने त त्यो त आज एक्जाम छ भन्यो भने त ऊ चाहिँ काम गर्न जान्छ र जाँदै जाँदैन नि त। हो जाँदैन। मैले त्यो 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 देख चाहिँ आई थिङ्क परिस्थितिले पनि धेरै फरक पार्छ होला दाइ। अमेरिका आइसकेपछि त होइन अब मेरो इक्जाम छ, म घरमा खान्छु मम्मीले पकाएको अनि जाँदिन जान्छु होइन। यहाँ अमेरिकामा त कहाँ त्यही आफूले गरेन भने त भोलि रेन्ट तिर्ने पैसा हुँदैन अनि काम हो। गर्न पनि जानु परिहाल्यो नि दाइ। तिमी भनौँ न ब्लक चेन डेभलपर भएर चाहिँ काम गर्यो होइन केही वर्ष चाहिँ नेपालबाटै, कस्तो लागेको थियो तिमीलाई चाहिँ आफ्नो चाहिँ भनौँ वर्किङ लाइफ चाहिँ कस्तो थियो तिम्रो? अब मैले त मेरो होल वर्किङ करियर नै आई थिङ्क सुरुको इन्टर्नसिपको 2 महिना बाहेक त म कृष्ण दाईसँगै काम गरेको हो होइन, सँगै हामीसँग नै त्यसरी दाईलाई अब सबै थाहा छ टप टु बटम। तैपनि मेरो वर्किङ लाइफमा त मलाई कहिले पनि केही कम्प्लेन्स नै थिएन दाइ, यस्तो एकदमै फर्चुनेट थिएँ म। ठ्याक्क कोभिड हिट भयो, हाम्रो 7th सेमेस्टरको एक्जामहरू पोस्टपोन भयो अनि अब दाईको यहाँ मान्छेहरूको नाम चाहिँ नलिने हो मेरो इन्टेन्सन चाहिँ, जस्ट उनीहरूको प्राइभेसीको लागि होइन। हामीले नि सँगै काम गरेको हाम्रो बिके दाई हो, दाईले ठ्याक्क इन्टर्नसिप खोज्दैछ एक ठाउँमा, भाइ तिमी इन्ट्रेस्टेड हो भन्नुभयो मलाई। कोभिडमा घरमा बसिरहेको थिएँ एकदम भने 2 महिना इन्टर्नसिप गरेँ, कोभिड खुलो, एक्जामहरू दिएँ, त्यसपछि त्यहीँबाट अनि फुल टाइम अफरहरू आइहाल्यो अनि गइहालेँ काम गर्न म होइन। तर हजुरको अब ठ्याक्क म एकदम प्यासनेट थिएँ दाइ त्यो टाइममा, ब्लक चेन एकदम नयाँ नयाँ टेक्नोलोजी थियो अनि नयाँ टेक्नोलोजीमा केही न केही कन्ट्रिब्युट गर्न सकिएला एज अपोज टु, जस्तै ठ्याक्क मलाई चाहिँ डाइभर्जिङ अप्सन्स थियो, मसिन लर्निङतिर जाने कि ब्लक चेनमा जाने भनेर। लिटरली त्यो एउटा एउटा दिनमा चाहिँ मलाई दुईतिरको नै, जस्तै मसिन लर्निङको पनि एउटा ठाउँमा चाहिँ एक्सेप्ट भएको थियो दाइ उम्, इन्टर्नसिप जस्तोको लागि। अनि त्यो मलाई चाहिँ के लागेको थियो भन्दाखेरि त्यो एक्सेप्ट गरेँ भने चाहिँ अब म त्यही बाटोमा जान्छु कि त्यो उम्, छोडेर अब ब्लक चेनमा जाने भनेर पुरा एकदम दुविधामा परेको थिएँ म। अनि त्यसपछि फेरि म त्यति बेला अब हजुरलाई त म त्यति बेला चिन्थेँ बिके दाईलाई मैले, दाइसँग गएँ पुरा गफसफ गरेँ अनि दाइले ठिकै छ भाइ अब म यत्रो वर्ष भइसक्यो यहाँ काम गरेको, दाइले लिटरली भनेको नै मलाई खान पुग्छ भन्नुभएको थियो क्या, त्यो उम्, याद छ होइन। अनि ल ठिकै छ अब त्यो ल म यता लाग्छु भनेर यतातिर लागेँ अनि अब हामी त्यति बेला नेपालमा मान्छे पनि थोरै नै थियौँ होला आई थिङ्क ब्लकचेनमा काम गर्ने। उम्, कामसाम गरियो, त्यसपछि इन्टर्नसिप गरियो, इन्टर्नसिपमा नि खुब मैले इन्टर्नसिप आइब्रिजमा गरेको हो ब्लकचेनको होइन, खुब त्यति बेला नि खुब मजा, एकदम ठुलो प्रोजेक्टमा हालिदिनु भएको थियो मलाई सिधै। अनि मजा आएको थियो, एकदम ज्ञानी दाईहरू हुनुहुन्थ्यो, खुब मजाले मेन्टर गर्नुभएको थियो मलाई अनि राम्रो सिकेँ। त्यसपछि त्यो इन्टर्नसिप गरेर ठाउँमा पनि फुल टाइम अफर थियो अनि यता हाम्रो पास्टेलमा त्यति बेला पनि फुल टाइम अफर आयो अनि बरु पास्टलमै जाने भनेर अनि पास्टलमा आइयो अनि कामसाम गरियो, मजा आउँथ्यो दाइ। अब हामी
पास्टल भयो, हामी पास्टल त्यसपछि इमिडिएटली रेड चिलिज अब हामी उम्, भर्खरै फर्म गरेको कम्पनीहरूमा त्यो वर्कको एकदमै धेरै कन्टिन्युसली वर्क काम नभए पनि आम, अब आफ्नो ग्रोथ गराउने रेस्पोन्सिबिलिटी त आफैमा नै हुन्छ होइन, आफै खोज्ने आफै क्युरियस हुने, सिक्दै जाने नै हो त्यो। अब काम गरेँ मैले सिकेर बस्छु अथवा कम्पनीको अब्लिगेसन हो मलाई ग्रो गराउने भनेर चाहिँ आई डोन्ट थिङ्क मैले चाहिँ त्यसरी लिन्न। अनि अब त्यही त दाइ, कामसाम आएकै थियो, राम्रो राम्रो काम पनि गरेकै हो नगरेको होइन। अनि प्लस घरबाट काम गर्न पाइन्थ्यो, आनन्दले घरमा बस्यो काम गर्यो। अन्त अब त्यतिको मजा त दाइ भेरी फ्यु पिपलले पाउँछन् होला जस्तो लाग्छ मलाई। एज अ ब्लक चेन डेभलपर होइन, तिमी अब भनौँ न जे भयो नि, अर्ली फेजमा नेपालबाट भनौँ न काम गरेको मान्छे हो नि त होइन, ब्लक चेनको उम्, सेक्टरमा चाहिँ बिटकोइन ब्लक चेन क्रिप्टो करेन्सीलाई चाहिँ कसरी लिइरहेछ तिमीले? सुरुमा नै अब एकदम प्यासनेट भएर अब आएको सेक्टर नै हो म त होइन। इभन सो मच कि अहिले अब मेरो पिएचडीमा पनि अ, मेरो रिसर्च इज ब्लक चेन एन्ड मसिन लर्निङ होइन, नट जस्ट मसिन लर्निङ या नट जस्ट ब्लक चेन। सो म चाहिँ अब आई थिङ्क अलवेज यो स्पेसको अराउन्डमा चाहिँ हुन्छु होला इन वान वे अर दि अदर। अनि राम्रो टेक्नोलोजी हो भाइ, मलाई चाहिँ अब सुरुबाटै मन परेर नै आएको हो। म अब हामी सुरुमा त ठ्याक्क म र मेरो साथी एबी नाम लिन उसको पनि होइन, हामी आउँदाखेरि हामी पनि एकदम इन्ट्रेस्टेड भएर नै यस्तो कस्तो खतरा लागेर हुन्छ नि त त्यो, एकदम यङ क्युरियस भएर नै आएको हो होइन। सो त्यो क्युरियोसिटी अझै पनि छ। अब त्यो टाइमबाट अहिलेसम्म त यो स्पेस एकदम यति छिटो झन् ब्लकचेनको स्पेस त यति छिटो ग्रो डिस्ट्रोय हुन्छ कि आई डोन्ट थिङ्क 1000 टाइम्स मेबी मिलियन टाइम्स ग्रो भइसक्यो होला यो स्पेस। तर स्टिल अब एकदम राम्रो एकदम टेक्नोलोजिकल हिसाबमा हेर्ने हो भने एकदम राम्रो टेक्नोलोजी हो। अनि यसको मेन अब यसले ब्याड रेप पनि पाउँछ होइन, त्यसलाई नि एड्रेस गर्ने हो भने चाहिँ अब यो भनेको चाहिँ 100% फ्री, कसैको कन्ट्रोलमा नहुने कुरा हो। अनि जहाँ अब फ्रिडम आइसक्छ, जहाँ जुन कुरा सबै फ्री हुन्छ त्यहाँ चाहिँ अब अफकोर्स केही न केही लेभलको ब्याड साइड्स अथवा डार्क साइड्स भनौँ होइन, अब कसरी डिफाइन गरिन्छ त्यसलाई त्यो पनि आइहाल्छ होइन। अब मान्छेहरूले पम्प एन्ड डम्प स्किम भन्लान् या यो भन्लान् त्यो भन्लान्, अब त्यो भनेको चाहिँ कुनै कुरा कम्प्लिटली फ्री भइसकेपछि त्यसमा त्यो देखिने बाई नेचर नै हो भन्छु म। एउटा अस्ति खतरा देखाएको थिएँ कि दाइ मैले, के थियो भन्दाखेरि अब जस्तै यो मिम कोइनहरूले खुब ब्याड रेप पाउँछन् नि उम्, त, हो। स्पेसलाई डिस्ट्रोय गरे यान त्यान भन्छन् नि त। तर एउटा कोट चाहिँ के थियो भन्दाखेरि मिम कोइन इज टु ब्लक चेन वाट पोर्नोग्राफी इज टु इन्टरनेट भनेको थियो क्या। उम्, अनि मलाई त्यो चाहिँ एकदमै ठिक हो जस्तो लागेको थियो, किन भन्दाखेरि दुइटै कुराहरू एक्जिस्ट गर्छन्। अब त्यो रिस्क आफ्नो सबै त्यहाँ छँदैछ। अनि अब इफ यु वान गो देयर गो देयर, नत्र अब कसैले कर गरेको छैन। हाम्रो इन्टरनेटको जुन चाहिँ भनौँ न इभोल्युसन छ नि, आई थिङ्क सुरुबाटै ड्राइभ गरेको चाहिँ पोर्नोग्राफीले हो भन्छ क्या। कसैले मान्छ कसैले मान्दैन होइन त्यो कुरा चाहिँ। र मिम कोइन पनि आई थिङ्क ब्लकचेनको लागि चाहिँ त्यस्तै हुन नि सक्छ। मान्छेहरूले अहिले त थाउजन्ड्स अफ भनौँ न मिम कोइन पर डे क्रिएट भइरहेको हुन्छ होइन। त्यही उम्। कुरा तिम्रो 3-4 वर्ष अगाडिसम्म त एकदम भनौँ न एउटा दुइटा मिम कोइनहरू नै थियो नि त। हजुरले तिमीलाई भनेको कुरा त्यसरी इन्टरप्रेट गर्न पनि सकिन्छ दाइ। उम्, केही न केही ड्राइभिङ फ्याक्टर त चाहिन्छ नि त। जस्तै मिम कोइनलाई पनि अब मिम कोइनले कति धेरै इनोभेसन गरेको छ भन्ने कुरा पनि त होइन, गोडसेस म्याक्सिमस अनि अँ, AI16Gहरूले त त्यो जुन एजेन्टिक ब्लक चेनमा एजेन्टिक इन्भाइरोमेन्टहरू इन्ट्रोड्युस गरायो नि त, त्यो अब चान्चुने इनोभेसन त होइन। उम्, सो अब ठिकै छ। अब एट दि एक्सपेन्स अफ मिम कोइन आउँछ भने आओस्, के भयो र, इनोभेसन इनोभेसन चाहियो क्या जसरी सुकै आओस् न। अब के भन्ने, अब गुड एन्ड ब्याड त भइहाल्छ नि सबै कुरामा। हुन्छ त्यही त। त्यही त तिमीलाई हो। ब्लकचेनको सेक्टरमा ल क्रिप्टो करेन्सीहरू टन्नै छ होइन, उम्, बिटकोइन छ, इथेरियम छ होइन, अरू डिफ्रेन्ट अब स्मार्ट कन्ट्र्याक्टको प्लेटफर्महरू छ, अब एआईको पनि आइरहेछ, मिम कोइनको क्याटेगोरी आइरहेछ होइन, अब रियल इस्टेटहरूलाई इभन त्यो क्याटेगोरी पनि आइरहेछ होइन, ब्लकचेनमा चाहिँ राख्न खोजिरहेछन् होइन। उम्। तिमीलाई मनपर्ने चाहिँ कुन चाहिँ छ? एउटा एउटा दुइटा चाहिँ पिक गर्नु पऱ्यो भने चाहिँ? के गर्थेँ भन्दाखेरि म चाहिँ यी ब्लक चेनका फाउन्डरहरूको चाहिँ लेक्स फ्रिडम्यानमा चाहिँ पडकास्ट चाहिँ मैले सुनेको छु। उम्, जो जो भेटेको छु मैले सबै सुनेको छु होइन। अनि अब मेरो इनिसियली यो फिल्डमा आउनुको इन्टेन्सन चाहिँ के थियो भन्दाखेरि यो एकदमै ग्राउन्ड ब्रेकिङ टेक्नोलोजी हो, एकदम रेभोल्युसनरी हो। यसको यसको युज केसेसहरू एकदमै खतरा हुनसक्छ। जुन चाहिँ अब किन भन्दाखेरि अ, यस यो फ्री बनाउनको लागि चाहिँ, फ्री बनाउनको निम्ति, डिसेन्ट्रलाइज बनाउनुको निम्ति चाहिँ यसमा
मान्छेहरूलाई अनेस्ट राख्नको लागि चाहिँ होइन, यो रिसर्चको सेक्टरमा त झन् ब्लक चेन भ्यालिडेटर्स अनेस्ट भनेर हेऱ्यो भने यति धेरै पेपर आउँछ होइन। मैले कति त आफ्नै वर्कमा साइट नै गरेको छु, बट एट द एन्ड अफ द डे मान्छेहरूलाई चाहिँ अनेस्ट राख्नको लागि चाहिँ एउटा इन्सेन्टिभको हिसाबमा चाहिँ आई थिङ्क यो माइनरहरूले फी अथवा माइनिङ गर्दा कमाउने यो इन्सेन्टिभ चाहिँ त्यो रिजनले आएको जस्तो लाग्छ दाइ मलाई चाहिँ। अनि अब यो इन्सेन्टिभ नेचर चाहिँ यहाँबाट हटाउनै सकिँदैन होइन, किन भन्दाखेरि इट इज वाट मेक्स दिस टेक्नोलोजी डिसेन्ट्रलाइज, इट इज वाट मेक्स इट फ्री। अनि अब मैले चाहिँ यो डिफ्रेन्ट यो ब्लक चेन बनाउने फाउन्डरहरूको इन्टरभ्यू सुन्दाखेरि चाहिँ, र प्लस म इनिसियली यो यहाँ आउँदाखेरि चाहिँ जुन लाग्थ्यो नि मलाई, ऊ बा यो त यस्तो हो, यस्तो 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 गर्न मिल्छ, यस्तो यस्तो गर्न मिल्छ, वा द पोसिबिलिटिज भनेको चाहिँ मैले त्यो लेभलको सुन्दाखेरि सबैभन्दा मैले देखेको अथवा उसले डिस्क्राइब गरेको या त्यो लेभलको काम भइरहेको मलाई थाहा भएसम्म चाहिँ म अब एकदमै धेरै छानबिन पनि गर्दिनँ दाइ होइन। जस्ट एकदम सानतिनो ज्ञान मात्रै छ मेरो, म यही स्पेसमा भए पनि भन्नाले अब जस्तै यो ब्लक चेन कहाँ भयो युज भइरहेछ, यसमा के इनोभेसन भइरहेछ भनेर त्यो लेभलमा किपअप गर्दिनँ म। तर मलाई चाहिँ कार्डानो ब्लक चेन चाहिँ खुब मनपर्छ दाइ। उनीहरूले जुन लेभलको आउटसाइड वर्ल्ड, अब जस्तै यो इथियोपिया कता कता के उनीहरूले प्रोजेक्ट गरेका त्यहाँको मान्छेहरूको आइडेन्टिटी नै ब्लक चेनमा ल्याएको अनेक त्यो त्यो कारण त्यो उनीहरूको त्यो युज केस चाहिँ मलाई खुब मनपर्छ, त्यसैले मलाई कार्डानो ब्लक चेन चाहिँ खुब मनपर्छ दाइ होइन। अब त्यो बाहेक अफकोर्स इथेरियम फर्स्ट स्मार्ट कन्ट्र्याक्ट ल्याउने मान्छे, फर्स्ट स्मार्ट कन्ट्र्याक्ट ल्याउने ब्लक चेन इथेरियम पनि खतरा भइहाल्यो। अब सबै ब्लक चेनको आफ्नो डाउन साइड्सहरू छ, यहाँ एकदम एकदमै नेक्स्ट लेभल कम्प्लिकेटेड पनि छ ब्लक चेन स्पेस। अब जस्ट एउटा टेक्नोलोजी बवाल छ भन्ने हिसाबमा नै त्यो बवाल हुन्छ भन्ने छैन, मार्केटमा कुन किसिमको न्यारेटिभ छ त्यसलाई के गरी ड्राइभ भइरहेछ सबैभन्दा एक नानाभाती आउँछ। तर अहिले अब काडानो भयो दाइ, सुई नयाँ छ, सुई पनि अ, हजुरबाटै होला सायद मैले हजुरले एउटा सुई हेर भन्नुभएको थियो मलाई, म नेपालमै हुँदाखेरि होइन। अनि सुई हेरेँ त्यति बेला सुईको प्राइस कति थियो होला र त 0.00मा थियो होला जस्तो लाग्छ है। अनि त्यति बेला सुई हेरेको थिएँ अनि ओहो सुई पनि खतरा छ भने जस्तो लागेको थियो। सुई पनि राम्रै छ, अब उनीहरूले के गर्छन् भन्ने राम्रो त सबै मोरलेस राम्रै हुन्छ, एकदम साउन्ड हुन्छ, टेक्नोलोजिकली बवाल हुन्छ, अनेक हुन्छ। उनीहरूले के गर्छन् त, राम्रो मात्र भएर त अब यहाँ पुग्दैन। यति धेरै राम्रो ब्लक चेन छ कि राम्रो मात्र भएर पुग्दैन, उनीहरूले के गर्न सक्छन् त्यसमा भनेर पनि धेरै क्वेसन आउँछ। तर दाइ भनौँ न अब अफकोर्स बिटकोइन बिना केही पोसिबल हुँदैन थियो, बिटकोइन पनि बिटकोइनलाई अब छि छि छु छु भन्ने कुरा आउँदैन होइन। गड फादर जस्तो बिटकोइन भइहाल्यो, त्यसपछि अब इथेरियम बिना कुनै जेनेरेसन 2 जेनेरेसन 3 ब्लक चेन बन्दैन थियो। अनि अब मलाई पर्सनली कार्डानो मन पर्यो, सुई मन पर्यो, सोलानामा पनि थुप्रो काम गरिएको छ, सोलाना पनि कम्प्लिटली फरक छ तर रमाइलो छ, एकदम फास्ट छ होइन। अब कसरी त्यस्तो फास्ट हुन्छ भनेर नि त्यो लेभलमा क्युरियोसिटी आयो भने त्यता डाइभ गर्न पनि सकिन्छ। सोलाना पनि रमाइलो छ, सुरुमा चाहिँ एकदम फ्रस्ट्रेटिङ, मलाई त्यो सुरुको एक्सपिरियन्स चाहिँ याद छ कि कृष्ण, सोलानामा फर्स्ट टाइम काम गर्दाखेरि म अनि एभी हामी सँगै काम गर्थ्यौँ है। ओहो के हो यो भनेर हामी रिसायो, दिनै रिसाउँथ्यौँ। तर ठिकै छ। ठिक छ। सो लाइक भनौँ न एउटा न्यू कमर चाहिँ ब्लक चेनमा आउँदाखेरि मेबी उसले काम नै गर्न खोजेको भने चाहिँ कताबाट स्टार्ट गर्ने, लाइक इथेरियमबाट स्टार्ट गर्ने केही सजेसन दिन्छ? आई आई थिङ्क इभिएम त इभिएम कम्पेटेबल ब्लक चेन्जहरू त हेर्नु पर्छ किन भन्दाखेरि त्यसमा काम पाइएला नपाइएला त्यो आफ्नो ठाउँमा छ। तर फाउन्ड एकदम फाउन्डेसनल हो, प्लस अब इभिएम मोडल्सहरू धेरै छ, हेर्दा केही फरक पर्छ जस्तो लाग्दैन। हामी चाहिँ अब सुरुमा त इथेरियमबाट स्टार्ट गरेको दाइ, अनि अब हामीले रेड चिलिजमा त एकदम सिलामा म्यासिभ धेरै काम गऱ्यौँ नि त। अनि सिला कम्प्लिटली डिफ्रेन्ट प्याराडाइम हो त्यो प्रोग्रामिङ गर्ने नै। सुरुमा उहाँ हुँदाखेरि चाहिँ तिमीहरू इथेरियम डेभलपर होइन, तिमीहरू चाहिँ सिला ब्लक चेन डेभलपर हो, तिमीहरूले त्यही हिसाबमा चाहिँ जे सिक्न पनि रेडी हुनुपर्छ भन्नुभएको थियो हामीलाई। अनि अब मैले दिने एडभाइस पनि त्यही हो, यदि ब्लक चेनमा लाग्ने हो भने एउटा पर्टिकुलर स्ट्याक इभिएम या यो या त्यो भनेर चाहिँ नसमात्ने, ओभरअल समग्र इकोसिस्टमलाई नै बुझ्न खोज्ने, अनि जेमा काम आउँछ अथवा जे बुझ्न मन छ बुझ्ने, आफूलाई फ्लेक्सिबल राख्ने। किन भन्दाखेरि यो यस्तो छिटो फास्ट ग्रोइङ छ कि यो यहाँ छिरिसकेपछि मात्रै थाहा हुन्छ कि यो कुन लेभलको फास्ट ग्रोइङ छ भनेर त त्यो कल्पनै हुँदैन क्या त्यो घरै आउने मान्छेलाई त त्यो। त्यही त उम्, हामीले भनौँ न त्यही हो। ब्लकचेनको कुरा गऱ्यौँ होइन, र एआईको पनि कुराहरू जोडिरहेछौँ नि त। अब एआई चाहिँ मोस्टली मान्छेहरूले थाहा पाएको भनेको मेबी सुनेको त थियो होला होइन, तर यो च्याट जिपिटीकै बुम पछि नै हो नि त होइन, लाइक नर्मल ओहो। मान्छेहरूले सुनेको चाहिँ। त्योभन्दा अगाडि भनौँ न डिफ्रेन्ट क्लासिफायरहरू बनिरहेको थियो होइन, रिइन्फोर्समेन्ट लर्निङको कुराहरू भइरहेको थियो होइन, त्यो इमेज नेटहरू चाहिँ आई थिङ्क 2010
2010तिर त्यति बेलाबाट सुरु भएको थियो नि त होइन। तर उम्, च्याट जिपिटीको बुम पछि आई थिङ्क अहिले त सबैले युज नै गर्छ होला है, एउटा हजुर न एउटा केही न केही रूपमा चाहिँ युज गरिसकेको छ कि उनीहरूलाई थाहा नहोला होइन। मेबी उम्, टिकटक युज गर्दाखेरि त्यही एआई चाहिँ कति इन्टिग्रेट भइसक्यो होला होइन, त्यो फिल्टरहरूमा उम्। यताउता होइन। सो तिमीले चाहिँ कसरी लिइरहेको छौ अहिलेको एआईको जुन चाहिँ पेसमा अगाडि गइरहेछ नि? यो चाहिँ यसलाई चाहिँ म चाहिँ दुईतिरबाट हेर्छु चाहिँ होइन। एउटा चाहिँ अब यही लेभलको जुन मान्छेहरूको भनौँ न अब एजिआई, उम्, हाम्रो एन्ड गोल चाहिँ एजिआई होइन। आर्टिफिसियल जेनरल इन्टेलिजेन्स होइन त त्यसमा चाहिँ यो चाहिँ आर्टिफिसियल जेनरल इन्टेलिजेन्स त्यो भनेको चाहिँ नो अल डु अल खालको एउटा एउटा सिङ्गल एआई मोडल हो होइन। त्यो चाहिँ एन्ड गोल हो, सबैजना चाहिँ गइरहेको अहिले कुदिरहेको चाहिँ त्यो डिरेक्सनमा हो। अब एउटा चाहिँ हो त्यो भयो भने चाहिँ त्यसले हामीलाई के गर्छ भन्ने एउटा इन्टेन्सन हो हामीलाई भन्दा नि अब लाइक त्यो मैले त्यो टर्मिनेटर हिसाबमा भन्न खोजेको होइन। लाइक हाम्रो वर्किङ इन्भाइरोमेन्टलाई हाम्रो वर्ल्डलाई चाहिँ त्यसले कसरी सेप गर्छ त्यो त्यो हिसाबमा जाउँदै सुरुमा चाहिँ होइन। अब यदि त्यहाँसम्म पुगिएछ भने चाहिँ अब म अब कति धेरै मान्छेहरूको यो पडकास्टहरू सुन्दाखेरि चाहिँ कस्तो एकदम विज्ञहरूले पनि हामी भन्नै सक्दैनौँ यो कहिले हुन्छ के हुन्छ भन्छन् होइन। सो अब म अफकोर्स आई वुड से द सेम। अब म झन् के थाहा छ र उनीहरूको अगाडि यसले के खालको चेन्जेस ल्याउँछ त्यो केही भन्न सकिँदैन। किन भन्दाखेरि यो च्याट जिपिटीले यो यति छोटो समयमा नै यस्तो डेन्जर चेन्ज ल्याइसक्यो कि अब अहिले टेक स्ट्याक नै कम्प्लिटली डिफ्रेन्ट भइसक्यो। पहिला जस्तो अब एउटै मान्छेले कति धेरै काम गर्न सक्ने बनाइदिइसक्यो, त्यो लेभलको अबिलिटी दिइसक्यो। अनि लेअफ्सहरू आयो अनेक नानाभाती, यसको रिप्रकसन्स भयो त्यसले गर्दा हो कि अब अरू कुराले गर्दा हो, यसले कन्ट्रिब्युट गरे हो त्यो पनि डिबेटेबल छ, त्यता पनि नजाउँ। तर एजिआई आयो भने चाहिँ बट एउटा त अब लाइक हामी इभोल्युसन या अथवा हामी ह्युमनहरूले जहिले पनि अगाडि बेटर बेटर भनेर खोज्दै जाने हो, त्यो हाम्रो नेचरमै हो। अब ठिकै छ आएछ भने नि आउँछ, तर त्यसले अब डिस्रप्ट गराउँछ म्यासिभली, एकदमै अनप्रेसिडेन्टेड स्केलको डिस्रप्सनहरू ल्याइदिन्छ। अब एउटा थोक छ त्यसले भयो जति सबै काम गरिदिन्छ। मलाई चाहिने मुभी पनि रेकमेन्ड गरिदिन्छ, मलाई चाहिने फाइनेन्सियल डिसिजन पनि दिन्छ, मलाई चाहिने लिगल एडभाइस पनि दिन्छ, मलाई चाहिने रियल स्टेट एडभाइस पनि दिन्छ होइन। त्यो भयो भने त अब भोलि गएर त मान्छेहरूले केही कामै गर्नु पर्दैन, त्यो एउटा डिस्टोपिया जस्तो एउटा थोक हुन्छ उसैले सबै थोक भनिदिन्छ। अब त्यो अब त्यता पनि नजाउँ, यतिमै छोड्यौँ, अब पछाडि आउँ होइन। अब अर्को बाटोमा जाउँ। अब अर्को भनेको चाहिँ मेबी हामीले टु मच बेट गरिरहेको छ कि वर्ल्डले नै एज राइट नाउ एआईमा। मेबी हामी इजिआईमा कहिले नि पुग्दैनौँ कि किन भन्दाखेरि यतिको 1 मिलियन प्यारामिटर्स भएको लार्ज ल्याङ्ग्वेज मोडलहरूलाई रन गराउन नै त यस्तो ट्रेमेन्डस अमाउन्ट अफ रिसोर्स र कम्पिटिसन चाहिन्छ। अब त्योभन्दा 1000 टाइम्स पावरफुल मोडलहरू रन गराउन अब त्यो कुन लेभलको इनोभेसन चाहिन्छ, कुन लेभलको इनोभेसन गर्न बाँकी छ, कुन लेभलको रिसोर्स चाहिन्छ। मेबी आई डोन्ट नो अब के हुन्छ त, हामी त्यो मेबी कहिले होला नहोला त्यो आफ्नो ठाउँमा छ। म चाहिँ यो ल्याटरमा चाहिँ विश्वास राख्छु दाइ। म चाहिँ आई थिङ्क टु मच बेट भइरहेको छ एआईमा होइन। त्यो एउटा अस्ति एउटा सर आएको थियो हाम्रो युनिभर्सिटीमा, विभिन्न ठाउँको प्रोफेसरहरू आएर चाहिँ यसो टक दिन्छन्, त्यो हाम्रो युनिभर्सिटीमा गर्छ। अनि उसकहाँ गएको थिएँ म होइन। अनि उसले चाहिँ के भनेको थियो भन्दाखेरि म चाहिँ अमेरिका आएँ अनि कता बर्कली कता कता पिएचडी गरेँ, त्यसपछि म कहाँ पो भन्थ्यो हौ उसले, आइबिएममा काम गरेँ। अनि त्यसपछि म पढाउन थालेँ अनि 90sबाट पढाएको। अनि ठ्याक्क त्यो डट नेटको बुम आइसकेपछि चाहिँ त्योभन्दा अगाडि चाहिँ सियास एकदम थ्राइभिङ थियो अरे। अनि थ्राइभिङ थियो अनि डट नेटको बुम आयो, स्वाट स्टुडेन्टहरू नै घट्यो अरे सिएसमा होइन। अनि उसलाई चाहिँ के लाग्थ्यो भन्दाखेरि ल अब यो चाहिँ गयो, यो टेक स्पेस नै गयो, अब सिएसै हुँदैन, न्युक्लियर इन्जिनियरिङ जस्तै एकदम एक लेभलमा हाइप थियो, अहिले थोरै छ होइन। अब यस्तै हुन्छ होला, मेबी डाइ आउट हुन्छ होला जस्तो लागेको थियो अरे उसलाई। अनि पछि इभेन्चुअली रिकभर गर्यो। अनि उसले अहिले जोडेको सन्दर्भ चाहिँ अहिले एआई पनि त्यही गरी एकदमै एआई 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 भइरहेको छ। आई थिङ्क एआई चाहिँ एट वान पोइन्ट गएर मान्छेहरूले रियलाइज गर्छन् कि यसले हामीले सोचे जति सबै कुरा नगर्ने रहेछ। सो त्यो लेभलमा फेरि त्यो जुन अहिले मानव हाइप भयो भने चाहिँ एकदम टप हाइपमा छ भने चाहिँ अनि घटेर अनि फेरि एउटा बेस लाइन जस्तोमा आउँछ भनेर उसले एउटा ग्राफै देखाएर चाहिँ जेनरली नेचर अफ थिङ्स चाहिँ यही हुन्छ। डट नेट बुम होस्, ब्लक चेनको बुम होस्, जेसुकै होस्, एकदम हाइप हुन्छ, ड्राइभ डाउन हुन्छ, त्यसपछि मोरलेस लिनियर अथवा सानो खालको ग्रोथ आउँछ भनेको थियो। म चाहिँ त्यतापट्टि
आई थिङ्क त्यतापट्टि मोर अलाइन छु दाइ। आई थिङ्क त्यो चाहिँ गुड पनि हो। मेबी लजिकल होला नहोला आफ्नो ठाउँमा छ, तर भोलि गएर एजिआई आउँछ त्यसले मैले पढेको नि सबै काम गरिदिन्छ, मलाई नै अनइम्प्लोइड बनाइदिन्छ भनेर चाहिँ सोच्न थाल्यो भने त यहाँ झ्याउ हुन्छ। त्यसैले म चाहिँ यतापट्टि छु दाइ। धेरैजनाले भनौँ न अब ह्युमन नै एक्सटिङ्क्ट हुन्छ भन्नेसम्म कुराहरू गर्छन् होइन, एआईको थ्रुबाट चाहिँ। अब हामीले एक्सपेक्टेसन राख्ने एउटा प्रोभाबिलिटी लिने हो होइन। एउटा कारमा चाहिँ तिमी हिँडिरहेको छौ भने भनौँ न तिम्रो पेट हुनसक्छ नि त, डग हुनसक्छ, क्याट हुनसक्छ होइन। त्यो हजुर। क्याटलाई चाहिँ म कारमा चाहिँ भनौँ न गइरहेको छु भनेर चाहिँ थाहा हुँदैन नि त उसलाई चाहिँ होइन। त्यो ओ। चाहिँ ह्युमनले आएर भनौँ न उसलाई चाहिँ गाडीमा चाहिँ कुदाइदिइरहेको हो नि त होइन। त्यस्तै एआई चाहिँ आयो भने एआईले चाहिँ यस्तो बनाउन सक्छ कि सक्दैन होला होइन, जहाँ चाहिँ तिमी भनौँ न एज अ क्याटको रूपमा रहन्छौ होइन, एआई चाहिँ ड्राइभिङ फोर्सको रूपमा रहन्छ। किनकि ओके। हामीले त 1% पनि आई थिङ्क भनौँ न बुझेको छैन क्या यो संसारको कुराहरू त। फिलोसफिकल्ली अथवा भनौँ न तिमी फिजिक्सकै एन्डतिर पुग्यौ भने कन्सियसनेसमा गएर चाहिँ कुरा अड्किन्छ। एआई पनि त्यहीँ गएर नै अड्किरहेको छ होइन। अब यसलाई चाहिँ कन्सियसनेस क्रिएट गर्ने कि नगर्ने त कसले सक्छ त गर्न। ह्युमनको जुन कन्सियसनेस छ यसलाई मिमिक गरिरहेको छ एआईले होइन अहिले चाहिँ। तिमीलाई चाहिँ के लाग्छ लाइक भनौँ न यो ड्राइभिङ फोर्सले त्यहाँसम्म पुऱ्याउँछ हामीलाई भनौँ न एआईको थ्रुबाट चाहिँ गड नै रियलाइज गर्नसम्म चाहिँ भनौँ न इनेबल गर्छ कि गर्दैन होला। निकै जटिल क्वेसन आयो है। हुँदैन यस्तो भनेर त म भन्दिनँ दाइ होइन, किन उम्, भन्दाखेरि अब यी कुराहरू यु नेभर नो। प्लस अब आ, एउटा बुक थियो क्या दाइ, होमो डुअस भन्ने, उम्, होमो सेपियन्सको लाइक राइटरले लेखेको बुक मैले पढाएको थिएँ, तर मैले एकदमै थोरै बुझाएको थिएँ एकदम। त्यो अलि बुझ्न गाह्रो लागेको थियो मलाई होइन। तर त्यो बुकमा पनि यस्ता यस्ता कुराहरू धेरै एक्सप्लोर गरेको छ कि उसले चाहिँ के भन्छ भन्दाखेरि हाम्रो नेक्स्ट एभोल्युसन भनेको चाहिँ अब हामी मसिनसँग इन्टिग्रेट हुँदै जाने हो भनेर होल बुक नै त्यही छ क्या त। यत्रो बुक छ 300-400 पानाको होइन। होल बुक नै उसले चाहिँ मसिनले हाम्रो थट्सहरू प्रेडिक्ट जस्तै यस्तो एउटा एकदम बिजार एक्सपेरिमेन्ट के त। जस्तै उसले उम्, के भन्थ्यो भन्दाखेरि अगाडि रेड र ब्लू बल छ अरे होइन। उम्, अब हजुरलाई चाहिँ हजुरले एउटा मसिनसँग कनेक्ट गरेको छ, यो चाहिँ एकदम नाउको कुरा है, त्यो बुकमा लेखेको अहिले गर्न सक्ने एबिलिटी चाहिँ के छ अरे भन्दाखेरि हजुरलाई चाहिँ ल मैले कृष्ण दाइ ल यो रातो र ब्लू निलो बलमा एउटा छान्नु भन्यो भने चाहिँ उम्, हजुरले डिसिजन मेक गर्नु अगाडि त्यो हजुरसँग कनेक्टेड भएको एउटा मसिनले चाहिँ यसले अब निलो छान्छ भनेर भनिदिन्छ अरे, अनि हजुरले निलो नै डिसिजन मेक गर्नुहुन्छ अरे क्या। सो उम्, त्यो लेभलको भनौँ न अब त्यो हो, त्यो उसले त्यो बुकमा लेखेको छ होइन। उसले चाहिँ अनि त्यो पढ्दाखेरि म चाहिँ ओहो यार यस्तो पनि हुन थालिसक्यो, यो के भइरहेको भने जस्तो। अनि उसले एकदम विभिन्न कन्सेप्टहरू इन्ट्रोड्युस गराउँछ होइन। सो आई आई डोन्ट थिङ्क कि हजुरले भनेको कुरालाई ए हुँदैन त्यस्तो भन्न चाहिँ म चाहिँ भन्दिनँ। यु नेभर नो, किन भन्दाखेरि के हुन्छ कसो हुन्छ थाहै हुँदैन यहाँ होइन। उम्, तर अब नहुन सक्ने चान्सेस पनि धेरै छ पनि भन्न सकिन्छ, किन भन्दाखेरि त्यो नेक्स्ट लेभलै भयो। त्यसको लागि त नो अल बी अल खालको नै एउटा थोक चाहिन्छ। त्यसले हामीलाई पुरा हामीले हाम्रो कुकुरलाई बोकेर यता हिँडाए जस्तै हामीलाई बोकेर अँ, यता हिँडाउँछ उता हिँडाउँछ होइन। अँ। अँ, तिमीलाई गडको बारेमा चाहिँ के छैन तिम्रो पोइन्ट अफ भ्यू हाम्रो रिलिजनको थ्रुबाट भनौँ अथवा डिफ्रेन्ट फिलोसफिकल एङ्गलबाट चाहिँ उनीहरूले लाइफलाई बुझिरहेको हुन्छ नि त। सो तिम्रो लागि चाहिँ भगवान् छ कि छैन, तिमी त्यसमा पहिला विश्वास गर्छौ कि गर्दैनौ त्यो कुरा। अनि त्यसपछि यो लाइफ चाहिँ के को लागि चाहिँ लाग्छ होइन, जहाँ चाहिँ हाम्रो सबै फिलोसफीहरूले चाहिँ के भन्छ भने हामी दुःखबाट चाहिँ मोक्ष पाउनको लागि चाहिँ हामीले कर्म गरिरहेछौँ होइन। तिम्रो पोइन्ट अफ भ्यू चाहिँ के छ? त्यो चाहिँ म एकदमै मान्छु दाइ। अमङ अल द रिलिजन्स मलाई सबैभन्दा मनपर्ने लाइक सबैभन्दा म अब अलिक हाइली जे कुरालाई नि अलिक धेरै नै लजिकली सोच्न खोज्छु, अनि त्यो इट्स गुड इट्स ब्याड त्यो आफ्नो ठाउँमा छ होइन। तर त्यो चाहिँ मलाई खुब मनपर्छ। मैले पनि एउटा एकदमै एउटा उमेरमा एकदमै क्युरियस भएर एउटा बुद्धिज्मको बुक किनेर पढ्न थालेको थिएँ दाइ होइन। अनि त्यो तर यस्तो गाह्रो थियो पढ्न, मैले कम्प्लिट गर्न सकिनँ स्याडली। उम्, मेबी वान अफ दिस डेज फेरि उठाउँला त्यो बुकलाई। तर म चाहिँ दाइ म चाहिँ मोर अफ साइन्स चाहिँ मेरो रिलिजन हो भनेर मान्ने मान्छे हो म चाहिँ। मलाई चाहिँ थिङ्स जुन भेरिफाई गर्न सकिन्छ, जुन क्वान्टिफाएबल छ होइन, त्यो कुराहरूमा विश्वास राख्छु म। सो मेरो प्राइमरी रिलिजन चाहिँ साइन्स हो। उम्। अनि हजुरको त्यो फर्स्ट क्वेसनलाई चाहिँ म कम्प्लिटली अभोइड गर्छु दाइ होइन। म यस नो आन्सर चाहिँ दिन्न दाइ। ओके ठिक छ। भोलि भोलि गएर यो मेरो घरको मान्छेहरूले हेऱ्यो भने मार्छन् मलाई। इज देयर अ सुप्रिम पावर कतै होइन, तिमीले चाहिँ यो लाइफको जुन चाहिँ हाम्रो चाहिँ कन्सियसनेस चाहिँ यो चलिरहेछ नि त होइन संसारमा त।
त्यसको पछाडि कोही छ जस्तो लाग्छ कि होइन, इट इज अ कन्टिन्युटी अफ द इभेन्टहरू? त्यो हजुरको त्यो डेफिनेसनमै छ नि त, एथिस्ट र एग्नोस्टिकको डेफिनेसन। एथिस्टले चाहिँ केही छैन भन्छ, एग्नोस्टिकले चाहिँ जे केही हुनसक्छ, म शङ्का चाहिँ गर्छ। केही होला, अब मलाई चाहिँ थाहा छैन, मैले देखेको छैन, त्यसैले म चाहिँ अब जे हो त्यसैमा बस्छु भन्छ। अब म चाहिँ मोर एग्नोस्टिक मान्छे हो दाइ म चाहिँ, होइन। अनि अब ठिक छ, अब आफ्नो आफ्नो कुरा हुन्छ। यो रिलिजन भनेको एकदम पर्सनल, एकदम डिपली पर्सनल कुरा हो, कसैले कसैलाई जज गर्न मिल्दैन, होइन। लेट देम डु वाट एभर, होइन, यु डु यु, आई डु मी भने जस्तो। यो भनौँ न कर्मको थ्रुबाट गइरहेछौँ होइन, मोक्ष पाउनुपर्छ भनेर चाहिँ हरेक फिलोसफिकल, हरेक भनौँ न त्यो स्कुल अफ फिलोसफीले चाहिँ भन्छ क्या। कोहीले चाहिँ होइन यो डिटर्मिनिजमलाई चाहिँ उनीहरूले फलो गर्छ होइन, नियति नै यही हो होइन, तिमीले जेसुकै गर तिमीलाई हुने कुरा चाहिँ यहाँ अलरेडी भइसकेको छ होइन। डिटर्मिनिजम नै चाहिँ अब अलि हुन्छ जस्तो लाग्दैन दाइ मलाई, होइन। अब हुने हुनेछ भने हुन्छ भन्छन् मान्छेहरूले, होइन। त्यो चाहिँ खै अलिकति मेबी कसरी हुनेछ भने हुन्छ कसरी भन्ने क्या दाइ। जस्तै कति ल मैले नै कति मेहनत कति एफर्ट लगाएर यहाँसम्म पुगेको छु, अब मैले के एफर्टै नलगाएको भए म यहाँ कसरी पुग्थेँ, होइन। उम्, त्यो चाहिँ मलाई अलिकति ठिक लाग्दैन। तर खै मेबी हो पनि कि, अब मेबी आई वाज सपोज टु पुट इन द एफर्ट, होइन। अनि त्यसैले यस्तो उम्, भयो कि खै दाइ के हो, होइन। अनि अब मैले चाहिँ लाइफलाई कसरी, ठिकै छ, म सिधै हजुरको क्वेसनमा जान्छु दाइ। मैले चाहिँ उम्, लाइफलाई कसरी लिएको छु भन्दाखेरि एउटा राम्रो आन्सर छ दाइ। यो चाहिँ मेरो आन्सर होइन, होइन। जोर्डन पिटरसन भन्ने मान्छेको आन्सर हो, होइन। उसले चाहिँ के भन्छ भन्दाखेरि, whenever you take the path of most resistance, अनि उम्, whatever reveals itself to you when you take this path, that is life भन्छ। म उम्, पनि त्यही मान्छु दाइ। अब मोरलेस एडल्ट भइसकेपछि मान्छेहरूलाई थाहा नै हुन्छ, के गर्दा ठिक के गर्दा बेठिक, होइन। उम्, बिहान उठ्नुपर्छ, कोठा सफा राख्नुपर्छ, रातभरि ढिलो बस्नु हुँदैन, इन्स्टाग्राम स्क्रोल गर्नु हुँदैन, सबै थाहा छ, होइन। अनि अब राइट थोक गर्न एफर्ट चाहिन्छ, इट्स डिफिकल्ट। सो ती थोकहरू गर्न प्रयास गर्ने, अनि त्यो बाटोमा हिँड्ने। अनि त्यो बाटोमा हिँड्दाखेरि अब आफूलाई जे जस्तो लाग्छ, यो जिन्दगी भनेको यो हो जस्तो लाग्छ भने त्यही हो, तिम्रो लागि होइन जस्तो अर्को यो हो भन्छौ भने नि त्यही हो। अब मैले अ, अरूलाई चाहिँ जज गर्ने ठाउँ आउँदैन, होइन। सबैजनाको एकदम कसैले लेखिदिएको छैन यहाँ, एकदम एउटा नो अल बी अल एन्टिटी छैन, एटलिस्ट मैले मैले देखेको छैन, होइन। सो मान्छेहरूले विश्वास गर्छन्, त्यो गर्न पाउँछन्। अब मैले देखेको छैन, सो म छैन भन्छु। उम्, लाइफको वाट एभर यु मेक आउट अफ इट त्यही नै हो तिम्रो जीवन भनेको चाहिँ। उम्, आफै मिनिङ खोज्ने, अनि त्यो मिनिङ फुलफिल गर्नतिर लाग्ने, अनि त्यसले अझ अरू नयाँ नयाँ थोक दिँदै जान्छ, अनि त्यसैमा इट गोज अन भने जस्तो चाहिँ त्यही हो। तिमीले डिटर्मिनिजमको कुरा गर्यौ होइन, लाइक अब एआईसँग चाहिँ जोड्दाखेरि चाहिँ हाम्रो उम्, म्याथमेटिकल मोडलहरू हो नि त होइन, एउटा उम्, प्रोभाबिलिटीको म्याथमेटिकल मोडलहरू हो नि त, त्यसको थ्रुबाट चाहिँ हामीले हाम्रो ब्रेनले जे जसरी काम गर्छ त्यसको चाहिँ मिमिक गरिरहेछ अहिले हाम्रो मोडलहरूले। हो। त्यही नै भनौँ न, त्यसकै थ्रुबाट चाहिँ फिगर आउट गर्न सकिन्छ भने, यदि भनौँ हाम्रो चाहिँ जति पनि इभेन्टहरू भइरहेछ लाइफमा होइन, अनि गड भन्ने कुरा अथवा क्रिएसन भन्ने कुरा चाहिँ यदि म्याथमेटिकल मोडलमा लिएर आउन सकिन्छ जस्तो लाग्छ तिमीलाई? म चाहिँ अफकोर्स यो सिधै नो भनेर चाहिँ ढोकै सर्ट गर्ने काम चाहिँ गर्दिनँ भाइ म, होइन। उम्, तर म चाहिँ अब मैले एकदम मेरो एकदम लिमिटेड नलेजमा मैले देखे अनुसार चाहिँ, जस्तै हजुरको म चाहिँ नो, मेरो आन्सर चाहिँ नो हो त यो क्वेसनको लागि, होइन। तर उम्, विथ विथ अलिकति चान्स कि इट मे ह्यापन, त्यो हो मेरो आन्सर चाहिँ। एनएलपी गर्दाखेरि, उम्, आरएनएन अरूलाई ट्रेन गर्दाखेरि चाहिँ हजुरको कुनै एउटा हाम्रो शब्दको कुनै एउटा मल्टिपल अर्थ हुनसक्छ, होइन। लाइक उम्, सिनोनियम शब्दहरू, र हामीले त्यसलाई जुन सन्दर्भमा युज गर्छौँ त्यसको अर्थ नै एकदम ड्रास्टिकली चेन्ज हुन्छ। मोडल्सहरूले त्यो कुरालाई रेप्लिकेट गर्नको लागि एउटा वर्डलाई 256 एकदम 256 डिमेन्सनको मेट्रिक्समा रिप्रेजेन्ट गर्छन्, होइन। इम्बेडिङ भन्छौँ हामी मसिन लर्निङको वर्डमा। सो अब उनीहरूले यदि एउटा शब्दको अर्थ बुझ्न नै त्यो शब्दलाई चाहिँ यत्रो ठुलो मेट्रिक्स 256 साइजको मेट्रिक्स भनेको त त्यो हामीले प्यादमै गर्न सक्दैनौँ क्या, होइन। अब हामी म्याथमा 2 3 डिमेन्सनको म्याट्रिक्सहरू चलाउने मान्छे, होइन। अब उनीहरूले त्यो गर्नको लागि त्यत्रो चाहिन्छ उनीहरूलाई भने, त्यो पनि एक्युरेटली गरे, ठिकै छ, त्यो पनि लाइक पर्फेक्टली गर्दैनन् भनौँ अहिलेको लागि, होइन। उम्, हाम्रो लाइफ भनेको यति कियोटिक हुन्छ, यति चेन अफ इभेन्ट्सहरू, कहाँको त्यो बटरफ्लाई इफेक्टहरू भन्छ नि त, के कुराले के गराउँछ, होइन। कज एन्ड इफेक्ट यत्रो हुन्छ कि मलाई चाहिँ कहिले पनि हाम्रो लाइफलाई चाहिँ
मसिनले चाहिँ डिटर्मिनिस्टिक रूपमा मोडल गर्न सक्छ जस्तो चाहिँ लाग्दैन। अब अफकोर्स यु नेभर नो, डोर सटै गर्न त मिल्दैन, तर म विथ एकदम यो क्वेसनको मेरो आन्सर चाहिँ विथ एकदम हाई प्रोबेबिलिटी म सक्दैन भन्छु दाइ म यसको लागि चाहिँ। हाम्रो लाइफ इज लाइक टु केयटिक, टु कम्प्लिकेटेड कि एउटा मसिनले भोलि गएर ल त भोलि 5 बजे उठ्छस् अनि 6 बजे खान्छस् अनि 7 बजे काममा जान्छस् अनि काममा गएको बेला बिरालो देख्छस्, त्यस्तो त्यस्तो उम्, चाहिँ मलाई भन्न सक्छ जस्तो लाग्दैन त। लाइक त्यसको कन्सट्यान्ट चाहिँ के हुनसक्छ, लाइक हाम्रो एनर्जी नै जस्तो लाग्छ तिमीलाई? लाइक भनौँ न, हामीसँग त्यो एनर्जी त्यो लेभलमा हामीले एक्सट्र्याक्ट गरेका छैनौँ नि त, होइन? ह्युमनले चाहिँ आई थिङ्क इभन लाइक लेस देन 1% नै अब सोलर सिस्टमको भनौँ न सनको जुन चाहिँ एनर्जी हुन्छ होइन, त्यो पनि छैन हामीसँग होइन, एक्सट्र्याक्ट गर्ने चाहिँ पावर चाहिँ। यदि कुनै दिन चाहिँ भनौँ न त्यो सेक्टरमा चाहिँ ब्रेक थ्रु भयो भने चाहिँ यस्तो खालको चाहिँ अनलिमिटेड भनौँ अहिलेको भन्दा लाइक मिलियन्स टाइम चाहिँ बढी एनर्जी एक्सट्र्याक्ट गर्यो र कम्पिटिसन पावर चाहिँ त्यही लेभलमा चाहिँ अगाडि बढ्यो भने कति हदसम्म चाहिँ भनौँ न लाइफ चाहिँ डिटर्मिनिस्टिक होला? यो एनर्जीको रिजनले नै मैले नो भनेको, एनर्जी र रिसोर्सको रिजनले नो भने दाइ जस्तै अब हजुरलाई थाहा होला हामी त्यो कार्डोसेप स्केल हो कि के भन्छ नि उम्, फिजिक्समा, अँ, हामी कति आई थिङ्क लेस देन वानमा छौँ, वान पुग्नेले यति गर्छ, टू पुग्नेले आफ्नो सोलर सिस्टमको सबै एनर्जी युज गर्छ, अथवा वान पुग्नेले अर्थको सबै एनर्जी युज गर्छ, उम्, टू पुग्नेले सोलर सिस्टमको, थ्रीले आफ्नो ग्यालेक्सीको, युनिभर्स त्यस्तै अँ, के छ होइन। उम्, हो, भोलि गएर हामी वान भयौँ भने नै आई थिङ्क म पनि अब यो आई डोन्ट नो खै किन, तर मैले यो चाहिँ एकदम मेरो यस्तो यस्तो उम्, क्वेसनहरूमा चाहिँ म यो कुरा चाहिँ इन्टिग्रेट हुन्छ क्या त मेरो होइन। अनि मलाई मैले त्यो अघि नो भन्दाखेरि पनि अब त्यति धेरै हामीसँग एज अफ नाउ त्यो लेभलको कम्प्लेक्सिटीको मोडल ट्रेन गर्ने हामीसँग आई डोन्ट थिङ्क एनर्जी नै हामीसँग छैन होला कि, किन उम्, भन्दाखेरि हजुरको त्यो फिजिक्समा त्यो यत्रो ठुलो पार्टिकल एक्सेलरेटर बनाउन नै त कति धेरै ठाउँ चाहिन्छ अनि कति धेरै एनर्जी चाहिन्छ, अनि हामीले त्यसलाई लाइटको स्पिडको 1%मा एक्सेलरेट गर्न सक्छौँ भन्छ, त्यो हेड्रोन कोलाइडर हो कि के पार्टिकल अँ, एक्सेलरेटरहरूमा होइन। अब हाम्रो लाइफलाई मोडल ल मानौँ भोलि गएर हामी पुरै ल सनको एनर्जी 100% युज गर्न उम्, सक्ने भयौँ भने चाहिँ हो, अनि चाहिँ दाइ त्यसपछि मेरो यो क्वेसनको आन्सर अर्कै डिफ्रेन्ट हुन चाहिँ पक्कै जान्छ। किन ओके, भन्दाखेरि एनर्जी नै अहिले पो हामी सबै कुराको बारेमा होइन त एनर्जीको हिसाबमा लिमिटेड भएर सोध्छौँ नि त। उम्, अ, अब भोलि गएर एनर्जी वास्तै गर्नु परेन, जे काम गर्न पनि हामीसँग वी हेभ इन्फाइनाइट एनर्जी भने त अब त्यसले डिफ्रेन्ट किसिमको प्याराडाइमहरू खोल्छ होला जस्तो लाग्छ मलाई। उम्। अनि द्याट केसमा यदि केही कुरा इन्फाइनाइट छ भने त मेबी सम अदर एकदम सपोजेटली लार्ज कुरालाई पनि मोडल गर्न सक्छौँ कि हामी, लाइक हाम्रो लाइफ, यु नेभर नो द्याट। यसमा अलिकति अब कमर्सियलाइजेसन गर्ने भनेको हामीले देखेको अब एलन मस्कको थ्रुबाट चाहिँ भइरहेछ होइन, मार्सतिर जाने होइन, अथवा सोलरको भनौँ न पावरलाई चाहिँ एक्सट्र्याक्ट गर्ने कुराहरू चाहिँ एलन मस्ककै थ्रुबाट धेरैजनाले भनौँ न बाहिर चिन्ने भनेको त्यही त छ नि। तिमीलाई चाहिँ के लाग्छ लाइक एलन मस्कको जुन चाहिँ उसको चाहिँ पर्सपेक्टिभहरू छ जति तिमीले बुझेका छौ? यो चाहिँ अब थ्याङ्कफुली अस्ति राति कहिले हो निन्दा नलागेर इन्स्टाग्राम हेर्दाखेरि ठ्याक्कै यो क्वेसनको आन्सर मैले देखाएको थिएँ क्या दाइ, एउटा राम्रो पर्सपेक्टिभ देखाएको थिएँ, म त्यही भन्छु होइन। उम्, निल डेग्रिस टाइसनले दिएको आन्सर हो क्या यो चाहिँ। उसले चाहिँ अब मान्छेहरूले चाहिँ त्यो यही क्वेसन सोधेको थियो कि इलनको मार्स जाने प्लान तँलाई कस्तो लाग्छ भनेको थियो होइन। अब उम्, हुबहु सेम भन्छु दाइ, किन भन्दाखेरि हुन्छ। मलाई उसको आन्सर यस्तो बवाल लागेको थियो होइन। उसले चाहिँ के भन्छ भन्दाखेरि हामी भोलि गएर मार्समा बस्न सक्ने हुनु भनेको चाहिँ हामी त्यही कमिङ ब्याक टु त्यो कार्डोसेप स्केलको नै कुरा होइन। उम्, मार्सलाई हामीले हामीले अब त्यहाँ गएर ब्रिथ गर्न सक्दैनौँ, हामीलाई त्यहाँ नानाभाती चाहिन्छ, ग्राभिटी डिफ्रेन्ट छ, हामी डिफ्रेन्ट, उम्, हाम्रो बडी ना यताको ग्राभिटीमा भएको छ। अनि हजुरको फिजिक्समा एउटा प्लानेटलाई टेराफर्म भन्ने उम्, कन्सेप्ट छ नि कृष्ण दाइ उम्, होइन। सो टेराफर्म चाहिँ अब जस्ट हाम्रो रिडर लिसनरहरूलाई टेराफर्म भनेको चाहिँ के भन्दाखेरि एउटा प्लानेटलाई चाहिँ इनहेरेन्टली यसरी चेन्ज गराइदिने कि त्यसलाई चाहिँ मेक इट एज क्लोज टु अर्थ एज यु क्यान। जस्तै त्यसमा यसको लागि चाहिँ क्वार्ट्स कजाक्स भन्ने एउटा युट्युब च्यानल छ, त्यो फर्दर एक्सप्लोर गर्दा हुन्छ होइन, तिनीहरूले एकदम खतरा भिडियो बनाउँछ यस्तो यस्तोहरूको बारेमा। जस्तै हामी मार्समा गएर भोलि बस्न सक्नु भनेको नै त्यहाँको इकोसिस्टम चाहिँ हामीले फिजेबल बनायौँ भनेर कन्सिडर गरौँ, किन भन्दाखेरि हामी गएर बस्ने भनेको 24 घन्टा मास्क लगाएर बस्ने, मार्क्समा सुत्ने या एउटा पडमा गएर सुत्ने, जस्ट इट टेक्स एकदम लार्ज अमाउन्ट अफ एनर्जी नि त। सो यदि हामीसँग उसले के भन्छ भन्दाखेरि हामीसँग मार्समा गएर बस्न सक्ने केपेबिलिटी छ भने हामीले अर्थलाई नै, अर्थमा भएको सबै हाम्रो प्रब्लमहरू चाहिँ टेराफर्म गरेर चाहिँ चेन्ज गर्न सक्ने केपेबिलिटिज छ, त्यसैले हामीले अर्थ छोडेर जान चाहिँ केही कारणै छैन भन्छ क्या उसले। अनि मलाई पनि अफकोर्स एकदम राम्रो अब नेक्स्ट लेभल ग्रो गर्दै जाने हो भने आउट ग्रो गर्ने, अर्थै छोडेर आउट ग्रो गर्ने, त्यो भनेको त एकदम पिक हाम्रो पिक बिहेभियर, पिक ह्युमन बिहेभियर, एउटा कन्टिनेन्ट छोडेर अर्को कन्टिनेन्ट गयो, वर्ल्ड भरे वर्ल्डै छोडेर अर्को वर्ल्डमा अँ, जाने हो।
त्यो हाम्रो नेचरमै भएको कुरा हो, त्यो नौलो कुरा होइन त्यसरी। अब एकदम ठुलो एकदम विज्ञ मान्छेले त्यस्तो गोल राख्नु पनि ठिकै हो। उसले अब उम्, उसको पर्सनालिटी नै अलिक त्यस्तै त्यस्तै खालको, अलि चाइल्डिस खालकै छ। एकदम चाइल्डिस जिनियस भनौँ होइन उसलाई। हाँस्नै त मिल्दैन होइन, एकदम जे पाए त्यही गोल हो भन्न नि मिल्दैन, तर इज इट रियली नेसेसरी भन्ने किसिमले हेर्छु म चाहिँ उम्, होइन। सो हाम्रो फर्स्ट फोकस चाहिँ आई थिङ्क इट सुड बी जस्ट अर्थलाई नै एकदम बेटर बनाउने, यहाँको क्लाइमेटको प्रब्लमहरू, नानाभाती प्रब्लमहरू सबै एड्रेस गर्ने। अनि यहाँ चाहिँ एकदम पर्फेक्ट डिस, एकदम बबालै खालको एउटा सिनेरियो क्रिएट भइसकेपछि चाहिँ अनि जाने, त्यसपछि जाने। अब के गर्नु, यहाँ भरिसक्यो, अब अर्को नयाँ ठाउँ चाहियो जाने। मार्स जाने, मार्सपछि अन्त जाने, अन्त जाने, ठिक छ जाँदै बस्ने। अर्थभन्दा बाहिर गएर चाहिँ कुरा गरिरहेको अब ब्याक टु अर्थ है त। हामी ब्याक टु अर्थमा पनि ब्याक टु नेपालको कुरा गरौँ न त। अब तिमी पिएचडी गर्छौ होइन, अथवा यहीँ काम गर्छौ होइन, तिमीले कसरी लिएको छौ त्यसलाई चाहिँ? तिमी नेपाल फर्किन्छौ, नेपालको लागि चाहिँ कन्ट्रिब्युसन गर्ने हो म भन्ने सोध्छ होइन, म एज अ ह्युमन हो, ग्लोबल सिटिजन हो म यो अर्थको चाहिँ होइन, म त्यसरी चाहिँ लिइरहेको छु भनेर चाहिँ कसरी लिइरहेको छु? अब यहाँ यत्रो दुःख गरेर पढिरहेको छु होइन, अब सकिसकेपछि तुरुन्तै अब यहाँ जुन म यहाँ आएको मेन कारणै दाइ चाहिँ भनौँ न, अफकोर्स पढ्न पनि हो होइन। म चाहिँ जस्ट अमेरिका टेक्ने हिसाबले पढ्न भनेर चाहिँ आएको होइन। उम्, पढ्न मन भरै पढिरहेको छु म, तर यहाँ जुन सियर पोटेन्सियल छ त्यो चाहिँ मैले नेपालमा नदेखेर नै म यहाँ आएको हो। उम्, किन भन्दाखेरि त अब नेपालमा अफकोर्स हामीसँगै काम गर्थ्यौँ होइन, राम्रो काम थियो नेपालमा। यहाँ जिरोबाट स्टार्ट गर्नुपर्छ, नेपालमा जिरोबाट स्टार्ट गर्नु पर्दैन। बाबुआमाले दुःख गरेको माथि आफूले कन्ट्रिब्युट गर्ने, अर्को जेनेरेसनले उम्, कन्ट्रिब्युट गर्ने त्यो छँदैछ होइन। तर अब म त्यो छोडेर यहाँ आएको छु। अब एउटा सर्टेन गोल लिएर आएको छु। अब त्यो चाहिँ पढ्ने मात्र होइन, पढिसकेपछि चाहिँ एकदम ब्लिडिङ एजमा काम गर्न मन छ मलाई चाहिँ होइन। अनि उम्, त्यो कारणले चाहिँ अब यदि सबै परिस्थितिहरूले साथ दिन्छ भने चाहिँ आई थिङ्क म यहाँ बसेर चाहिँ त्यो त्यो गोल चाहिँ फर्दर एक्सप्लोर गर्छु। अनि म अब नेभर से नेभर भन्ने हिसाबमा अब कहिले नेपालै फर्किन्न भन्ने सोच त्यस्तो छैन मलाई होइन। जे नै हुनसक्छ, फ्युचर एकदम उम्, हाइली अनप्रेडिक्टेबल छ। यो फर्किनु पर्ने अवस्था छ भने पनि छि नेपाल जानु पर्यो भन्ने चाहिँ मलाई कहिले पनि हुँदैन। मेरो एज अफ नाउ नै मेरो गोल्सहरू एकदम ठुल्ठुलाहरू छन्। सो मसँग अझै अर्को ठुलो गोलको लागि चाहिँ ठाउँ छैन भन्छु उम्, म होइन। उम्, ठिक छ, मैले गर्ने कामले भोलि गएर चिनिन्छ देश भने एकदम बाबाहरूलाई एकदम आफैलाई यस्तो यस्तो प्याट प्याट माइसेल्फ अन द ब्याक गर्छु। चिनिँदैन भने नि ठिकै छ दाइ, मैले हल्लाई सुरुमै मैले भनिहालेँ मेरो त्यस्तो खासै चिनिने चिनाउने खालको इन्टेन्सन्सहरू छैन। जस्ट आफ्नो एकदम सामान्य एकदम एभरेज मान्छेको एभरेज गोल, काम गर्न मन छ राम्रो राम्रो एकदम उम्। ब्लिडिङ एज कटिङ एज कुराहरूमा काम गर्न मन छ, जुन आफैमा एकदम च्यालेन्जिङ गोल नै हो, तर ठिकै छ। नेक्स्ट कुरा चाहिँ के गर्नु मन लागिरहेको थियो भने मलाई चाहिँ, यदि केही कुराको एक्जिस्टेन्स छ जुन चाहिँ एन्ड हुँदैछ होइन, हाम्रो लाइफ छ, लाइफ त एन्ड हुन्छ होइन, मेबी यो अर्थ जुन चाहिँ छ त्यो पनि एक टाइम चाहिँ एन्ड होला होइन, सन जुन चाहिँ छ त्यो पनि भनौँ न ब्ल्याक होलमा कन्भर्ट होला होइन, त्यो पनि एक्सप्लोड होला होइन, एन्ड अलरेडी हामीलाई चाहिँ थाहा छ होइन। तर पनि हामीहरू चाहिँ जुन अहिले कन्ट्रिब्युसनहरू गरिरहेछौँ होइन, ब्लक चेन भन्छौँ, बिटकोइन भन्छौँ होइन, पढिरहेछौँ होइन, नेपाल भन्छौँ होइन, युएसए भन्छौँ होइन, कहिले कहिले फ्युटाइल लाग्दैन सबै कुरा चाहिँ किन भइरहेछ भनेर चाहिँ? लाग्दैन दाइ मलाई चाहिँ। यो चाहिँ अब टु उम्, वेजमा हेरौँ यसलाई पनि होइन। हजुरको आई थिङ्क नायलिजम, नायलिजम भन्छ क्यारे होइन कृष्ण दाइ हो। अँ, नायलिजम भन्छ यो जुन, यो दृष्टिकोणले नायलिजम भनेको चाहिँ यदि सबै कुरा एन्ड हुँदैछ अथवा इफ एनिथिङ आई डु डजन्ट म्याटर देन होइन, किन बाल दिने उम्, भन्ने हिसाबले चाहिँ अप्रोच हो एउटा नायलिजम उम्, भनेको चाहिँ। अनि अफकोर्स मैले पनि एकदम यो कुराहरूको बारेमा सोच्दाखेरि त एकदमै हुन्छ नि, सासै फेर्न गाह्रो हुन्थ्यो क्या त्यो रिस उम्, एकदम सानोमा यस्तो यस्तो कुरा सोच्दाखेरि त अँ, नै हुन्थ्यो होइन। तर अब बिस्तारै प्रोसेस गर्दै गइसकेपछि चाहिँ मैले लिने दृष्टिकोण चाहिँ के हो भन्दाखेरि इफ नथिङ म्याटर्स देन वाट एभर आई से गोज होइन। म यसलाई चाहिँ अप्टिमिस्टिक नायलिजम भन्छ क्या भाइ। होइन, त्यो उम्, यो पनि त्यो कोर्सको साथ भन्ने युट्युब च्यानलले नै इन्ट्रोड्युस गराएको मलाई होइन। यदि केही कुरामा मतलबै गर्दैन भने मैले जे भन्छु त्यही मतलब गर्छ मलाई। मेरो हाइएस्ट प्रेसिडेन्स इन लाइफ भनेकै मेरो ओन ओपिनियन्सहरू हो। उम्, सो हो, म पोजिटिभ आउटलुक राख्छु। अनि अर्को चाहिँ
यसको अर्को आन्सर चाहिँ एउटा मुभीको कोट छ दाइ, हजुरलाई त्यो त्यो पनि दिन्छु म होइन। त्यो त्यसमा चाहिँ के भन्छ भन्दाखेरि, एभ्रिथिङ इज मोर ब्युटिफुल बिकज वी आर डुम्ड भन्छ क्या दाइ। अनि ओके। त्यो मलाई एकदम खतरा लाग्छ क्या। अझ त्यो त्यो एकदम त्यो होल सिक्वेन्समै के छ भन्दाखेरि चाहिँ, द गड्स एनभी अस भन्छ क्या ऊ। यो ट्रोय भन्ने मुभीको कोट हो, ब्राड त्यो पिटले दिने कोट हो, एकदम लङ हेयर्ड ब्राड पिट हाम्रो एकदम च्याड। पहिला उसले के भन्छ, उसले के भन्छ भन्दाखेरि चाहिँ, हाम्रो लाइफ चाहिँ एकदम टेम्पोरेरी छ, हामीले गर्ने सबै कुरा टेम्पोरेरी छ, त्यो हिसाबले गर्दाखेरि चाहिँ हामी डुम्ड छौँ होइन। अनि एभ्रिथिङ इज मोर ब्युटिफुल बिकज वेयर डुम्ड भन्छ। अनि त्यो चाहिँ एकदम, म चाहिँ एकदमै मान्छु त त्यो कुरालाई चाहिँ। नर्मली मान्छेहरूलाई त्यो आउँछ क्या जहिले पनि होइन। अब एक दिन आउँछ मरेर त्यो। जाने हो, किन यता दुःख गर्नुपर्छ, धेरैले हो। भन्छन् एकदम मच्योर मान्छेहरूले पनि। भनौँ न उम्, त्यो 2 दिनको जिन्दगी हो होइन, किन उ उम्, गरिरहेछ यो गरिरहेछ, किन टेन्सन लिइरहेछ भन्छ होइन। एउटा मोटिभेसनको लागि चाहिँ युज गर्छ, तर उम्, त्यहाँनिर एउटा पेसिमिजम पनि लुकेको हुन्छ नि त फेरि कहिले कहिले त। हो। तिमीले यो लाइफलाई फेरि भनौँ न रिइटेरेट गर्न चाहन्छौ, यदि टाइम भनौँ न तिमीसँग चाहिँ त्यो क्यापेबिलिटी चाहिँ भएको भए? त्यो अबिलिटी भयो भने त आई थिङ्क त्यसले इजिली करप्ट गर्थ्यो होला होइन। उम्, त्यो डिफ्रेन्ट कुरा भयो। मजाले नै करप्ट भइन्थ्यो होला। अनेक त्यो मुभीमा, डेडपुल मुभीमा गरे जस्तै पछाडि अँ, जाँदै कुरा चेन्ज गर्दै गइन्थ्यो होला। तर म एज अफ नाउ चाहिँ मलाई त्यस्तो केही छैन। त्यो एउटा पर्टिकुलर पोइन्ट अफ इन्स्टेन्समा आफू आफ्नो आइडेन्टिटी जे छ त्यो चाहिँ आफ्नो पास्ट एक्टिभिटिजहरूमा कम्प्लिटली डिफाइन्ड हुन्छ। म अहिले जे छु, म जहाँ छु, म जस्तो छु, त्यो मेरो पास्टमा भएको कुराहरू नभएको भए चाहिँ म हुन्न थिएँ। उम्। सो आई वुडन्ट चेन्ज इट। अनि आई थिङ्क यो चाहिँ एउटा हेल्दी आउटलुक पनि हो जस्तो भन्छु म। तिमीलाई भनौँ न केही चाहिँ बनाउनको लागि चाहिँ मान्छेहरूलाई चाहिँ एफोर्ट लगाउनु पर्ने हुन्छ, तर हो। भत्काउनको लागि चाहिँ तिम्रो भनौँ न केही पनि नलगाए जस्तो हुन्छ नि नेचर नै हाम्रो यस्तै छ जस्तो लाग्छ भाइ मलाई चाहिँ होइन। उम्, हाम्रो नेचुरल, अब जस्तै के कुरालाई हामीले बाहिर छोडिदियौँ भने त्यो सडेर कुहिएर गलेर उम्, हराउँछ होइन। उम्, हजुरले भन्नुभयो राम्रो लाइफ चाहिन्छ अथवा उम्, फिटनेस मेन्टेन गर्न एफर्ट चाहिन्छ नि त। आई थिङ्क लाइफको ब्युटी नै त्यही हो भन्छु दाइ म चाहिँ। कसले चाहिँ के कुरामा कति एफर्ट पुटिन गर्छ, अनि उम्, त्यसले चाहिँ उसले आफ्नो लाइफ अझै धेरै समेट्न खोज्दैछ भने चाहिँ इट टेक्स मोर एफर्ट, इट टेक्स मोर एनर्जी। अनि द मोर अफकोर्स जति एफर्ट पुट गर्यो त्यति जहिले फिर्ता आउँदैन। त्यस्तो 1:1 हाम्रो वर्ल्ड एकदम फेयर वर्ल्ड छैन होइन। उम्। तिमीलाई के लाग्छ, हामी इटर्नल छौँ जस्तो लाग्छ कहिले कहिले? स्टार्टिङ पोइन्ट पनि ब्लर छ होइन, मलाई नै थाहा छैन होइन, जुन चाहिँ म भन्ने पार्ट छ नि होइन। अनि एभ्री टाइम तिमीले अब मिररमा हेर्दाखेरि एउटा मान्छे देखिरहेको हुन्छ जो चाहिँ एज भइरहेको छैन, ग्रो भइरहेको छ होइन, बुढो बुढो भइरहेको छ होइन, मेबी इभेन्चुअली ल बुढै हुन्छ भन्ने हामीलाई थाहा छ नि त है। उम्, अब यो मिररमा देख्दाखेरि चाहिँ तिमी भनौँ न ग्रो भएको हुन्छ, तर इन्टरनल्ली जुन चाहिँ म भन्ने चाहिँ क्यारेक्टर छ त्यो चाहिँ कहिले पनि ग्रो भए जस्तो मलाई लाग्दैन क्या। त्यो हजुरलाई चाहिँ त्यो हजुरको त्यो त्यो एउटा म भन्ने पार्ट चाहिँ कहिले पनि ग्रो भएको छ जस्तो लाग्दैन। म भन्ने चाहिँ जुन मैले चिनेको हुन्छ नि त होइन, उम्, आफ्नो उम्। सेल्फ चाहिँ, त्यो सेल्फ चाहिँ 5 कक्षा हुने बेला जस्तो थियो अहिले पनि त्यस्तै छ क्या। ल ल ल, मैले यो तानिहालेँ, ठ्याक्क छेउमै थियो यो बुक पढ्दै थिएँ दाइ म होइन। ओके। द द ह्याप्पिनेस ट्र्याप भन्ने बुक हो। यसले चाहिँ एउटा कन्सेप्ट के भन्छ भन्दाखेरि चाहिँ, हाम्रो दुईटा सेल्फ हुन्छ भन्छ क्या त यसले। एउटा थिङ्किङ सेल्फ, एउटा अब्जर्भिङ सेल्फ भन्छ होइन। अब्जर्भिङ सेल्फ भनेको चाहिँ उसले केही गर्दैन अरे कि, उसले जस्ट अब्जर्भ गर्छ अरे होइन। सो हजुरको त्यो 4 कक्षा 5 कक्षामा हजुरको जुन जुन आफूलाई पत्ता लगाउनु भयो नि, त्यो चाहिँ हजुरको अब्जर्भिङ सेल्फ हो भन्छु म होइन। हामी लास्ट फेजमा छौँ होइन आजको पोडकास्टको चाहिँ। हामीले धेरै कुराहरू चाहिँ गऱ्यौँ तिम्रो चाइल्डहुडदेखि होइन, एआईको कुरा, बिटकोइनको कुरादेखि लिएर फिलोसफिकल टपिकहरू टच गरेका छौँ होइन। तर तिमीलाई सबभन्दा मोस्ट इम्पोर्टेन्ट कुरा ह्याप्पिनेस लाग्छ लाइफमा? लाग्दैन दाइ। लाग्दैन? ओके, लाग्दैन। अलिकति एक्सप्लेन गरिदेऊ न त त्यसमा। खुसीको पछाडि कुद्नु हुँदैन। जे थोक चाहिँ गर्न मन छैन त्यो थोक चाहिँ गर्नुपर्छ भनेर मान्छु चाहिँ म चाहिँ। मेरो चाहिँ एन्टायर लाइक होल मोटो नै त्यही हो। म नै त्यही हो जस्तो लाग्छ मलाई। मैले मेरो आन्सरमा पनि अघि भनिहालेँ, त्यो मिनिङ अफ लाइफ भनेको एकदम हार्डेस्ट पाथ वक गर्ने होइन। ह्याप्पिनेस खै अब आई थिङ्क अलिकति नेपाली बुकहरूमा पोएममा पढेको याद आयो कि, क्षणिक सुख भन्ने शब्द चाहिँ आइरहेको छ दिमागमा। तर त्यही हो दाइ, लाइक गुड थिङ्स अथवा गुड गुड थिङ्स टेक टाइम, टेक एफर्ट, जसरी जे भने पनि। उम्, अनि के कुरालाई एफर्ट चाहिन्छ भने त्यो अभियसली गाह्रो नै हुन्छ, सजिलो हुँदैन होइन। उम्। सो त्यही हो। मेरो दाइ ब्याक टु मेरो त अघिको आन्सर नै, तिमी चाहिँ जीवन भनेको सङ्घर्ष हो दाइ ल। ल जीवन भनेको सङ्घर्ष हो, हार्डवर्क गर्नुपर्छ भन्नेमै छ होइन? एकदम एकदम दाइ एकदम।